कुनै पनि व्यक्तिको परिवर्तन तुरुन्तै आउँदैन, तर विश्वास भने तुरुन्तै गर्नुपर्छ। जब कुनै मान्छेले तपाईँलाई भन्छ तिमी आगो लगाउने मान्छे हो, त्यसबेला तपाईँले तुरुन्त पेट्रोल उठाउनुपर्छ र भन्नुपर्छ म हजुर म आगो लगाउन तयार छु। तिमी यहाँ साधारण बन्न होइन, केही ठुलो बन्न आएको हो। त्यसबेला तपाईँले भन्नुपर्छ हो म केही ठुलो गर्न आएको। तर तपाईँलाई आफैलाई अझै विश्वास नहोस्, तर उसले तपाईँलाई तपाईँभित्र देखेको पावरलाई चाहिँ मान्नै पर्छ। तर समस्या के छ भने धेरै मानिसहरू मान्नै चाहँदैनन्, यस्तो कुराहरूलाई मान्नै चाहँदैनन्। उनीहरू सोध्छन् कि म कहाँ त्यस्तो व्यक्ति हुँदा, म साधारण मान्छे होइन, उसले त मलाई फाइदाको लागि भनिरहेको छ, मलाई ठग्न खोजिरहेको छ, यस्तै सोध्छन्। अरे भाइ त पहिला नै ठगिएको मान्छे होस्, तँलाई के ठग्नु? गरिब मान्छेलाई के ठग्नु? ऊ त पहिला नै ठगिसकेको हुन्छ। साधारण जीवन बिताइरहेको मान्छे, उसलाई त पहिला नै ठगिएको हुन्छ। जिन्दगीले ठगेको छ, समाजले ठगेको छ, परिवारले ठगेको छ, आफ्नै बाआमाले ठगेको छ, शिक्षाले पनि त ठगेको छ नि। त्यसैले ऊ आज साधारण बनेको छ, अनि अझै पनि खतरनाक बन्नु नसकेको भनेको ऊ पूर्ण रूपमा ठगिएको। अझ उसलाई सधैँ भनिएको हुन्छ तँबाट केही हुँदैन, कहिले केही ठुला कुरा गर्न सक्दैन, ठुलो सपना नदेऊ। तर आज तपाईँ एउटा यस्तो ठाउँमा आउनु भएको छ जहाँ पहिलोपटक कसैले तपाईँलाई भनिरहेको छ तिमी आगो लगाउने मान्छे हो, तपाईँ जन्मिएको साधारण बन्न होइन, तपाईँ जन्मिएको आगो लगाउन हो।